संसारको सबैभन्दा अग्ला र खतरनाक 14वटा हिमालहरू, जसलाई चढ्न सामान्य मानिसलाई वर्षौसम्मको समय वा सिङ्गो जिन्दगी लाग्छ। तर एकजना यस्ता व्यक्ति आए, जसले यो असम्भव देखिने सपनालाई मात्र 6 महिना 6 दिनमा पुरा गरेर विश्वलाई स्तम्भ बनाए। निर्मल पूर्जा उर्फ निम्स दाई एउटा यस्तो नाम जसले नोथिङ इज इम्पोसिबल भन्ने शब्दलाई केवल नारा मात्र होइन, आफ्नो पहिचान बनाए। आजको यस भिडियोमा हामी हेर्नेछौँ म्याग्दीको सानो गाउँबाट सुरु भएको उहाँको जीवन, गोर्खा रेजिमेन्टको कठोर यात्रा, प्रोजेक्ट पोसिबलको ऐतिहासिक सफलता र उहाँको अन्तिम यात्रासम्मको प्रेरणादायी कहानी। सन् 1983मा नेपालको म्याग्दी जिल्लामा जन्मिनुभएका निर्मल पूर्जाको बाल्यकाल अन्य साधारण नेपाली युवाहरू जस्तै बित्यो। चितवनमा हुर्किएका निम्सको सुरुवाती सपना हिमाल चढ्ने होइन, बेलायती सेना ब्रिटिस गोर्खामा भर्ती हुने थियो। सन् 2003मा उहाँ ब्रिटिस गोर्खामा छनौट हुनुभयो। उहाँको असाधारण क्षमता र अनुशासनकै कारण सन् 2010मा उहाँ बेलायतको अति नै प्रतिष्ठित र कठिन मानिने स्पेसल बोर्ड सर्भिस एसबीएसमा छनौट हुने पहिलो गोर्खा बन्नुभयो। 10 वर्षभन्दा बढी समय उहाँले विश्वको सबैभन्दा कठिन युद्धग्रस्त क्षेत्रहरूमा सेवा गर्नुभयो। तर जीवनको असली मोड सन् 2012मा आयो, जब उहाँले एभरेस्ट बेस क्याम्पको ट्रेकिङ गर्नुभयो। त्यही क्षण उहाँको भित्री मनमा हिमालप्रतिको एउटा अनौठो तृष्णा र प्रेम जाग्यो। सन् 2018मा उहाँले आफ्नो सुरक्षित र सफल सैन्य करियर त्याग्ने ठूलो जोखिम लिनुभयो। उहाँको लक्ष्य थियो 8000 मिटरभन्दा अग्ला विश्वका 14वटै हिमालहरू सबैभन्दा छिटो चढ्नु। यसअघि यो रेकर्ड 7 वर्षभन्दा बढीको थियो, तर निम्स दाइले यसलाई मात्र 6 महिनामा सिद्ध्याउने घोषणा गर्नुभयो। धेरैले उहाँलाई पागल भने, कसैले यो सम्भव नै छैन भने। आर्थिक समस्या, स्पोन्सरको अभाव र भिसाको उल्झनका बावजुद उहाँले सन् 2019 अप्रिलदेखि प्रोजेक्ट पोसिबलको सुरुवात गर्नुभयो। उहाँले केवल हिमाल मात्र चढ्नु भएन, अन्नपूर्ण हिमालको ओह्रालोमा हराएका आरोहीको ज्यान बचाउन आफ्नो अक्सिजन समेत त्यागेर उद्धार गर्नुभयो। सगरमाथाको चुचुरोमा ट्राफिक जाम भएको विश्व प्रसिद्ध फोटो खिच्ने व्यक्ति पनि उहाँ नै हुनुभयो। र अन्ततः अक्टोबर 2019मा पाङमा हिमालको सफल आरोहण गर्दै उहाँले मात्र 6 महिना 6 दिनमा 14वटै 8000 मिटर हिमाल चढेर इतिहास रच्नुभयो। यो सफलताले नेपाली शेर्पा र आरोहीहरूको क्षमतालाई विश्व मञ्चमा नयाँ उचाइ र सम्मान दिलायो। निम्स दाइ यहाँमै रोकिनु भएन। सन् 2021को जनवरीमा मानव इतिहासकै सबैभन्दा कठिन मानिने केटु हिमालको हिउँद याममा सफल आरोहण गरेर उहाँ र उहाँको सम्पूर्ण टोलीले अर्को विश्व कीर्तिमान कायम गर्यो। उहाँको यो ऐतिहासिक यात्रामा आधारित नेटफ्लिक्सको डकुमेन्ट्री 14 पिक्स नोथिङ इज इम्पोसिबलले विश्वभर करोडौं मानिसको दिल जित्यो। निर्मल पूर्जा अब केवल एक आरोही मात्र रहनु भएन, उहाँ विश्वकै एक सर्वोत्कृष्ट एडभेन्चर आइकन बन्नुभयो। मानिसलाई लाग्थ्यो निम्स दाइ अजम्बरी हुनुहुन्छ, उहाँलाई हिमालले सधैँ साथ दिन्छ। तर प्रकृतिक र हिमालको अगाडि जुनसुकै मानव पनि सानो हुन्छ। सन् 2026को जुलाईको अन्तिम साता निम्स दाइ पाकिस्तानको 8051 मिटर अग्लो ब्रोड पिक हिमाल आरोहणका क्रममा हुनुहुन्थ्यो। जुलाई 30, 2026मा क्याम्प 2 भन्दा माथिको क्षेत्रमा अचानक आएको भीषण हिम पहिरोले उहाँ र उहाँको टोलीलाई लपेट्यो। लगातारको खराब मौसम र कठिन भूगोलका बावजुद उद्धार टोलीले प्रयास गर्यो। तर अगस्त 1, 2026मा उहाँको कम्पनी इलाइट एक्सपेडले निम्स दाइ र उहाँका साथीहरूको दुःखद निधनको पुष्टि गर्यो। उहाँ 43 वर्षको उमेरमा आफ्नै प्रिय हिमालको काखमा सधैँका लागि लिन हुनुभयो। निर्मल पूर्जा आज हामी माझ हुनुहुन्न, तर उहाँले छाडेर गएको सन्देश र आँट सधैँ जीवन्त रहनेछ। उहाँले विश्वलाई देखाउनु भयो कि यदि सपना देख्ने हिम्मत छ र समर्पण छ भने संसारको कुनै पनि उचाइ असम्भव छैन। साहस, अनुशासन र दृढ सङ्कल्पका पर्याय निर्मल पूर्जा निम्स दाइ प्रति हार्दिक श्रद्धाञ्जली। यदि तपाईँलाई उहाँको यो जीवन यात्राले प्रेरित गर्यो भने भिडियोलाई लाइक र सेयर गर्न नबिर्सनुहोला। धन्यवाद।